हेलो गाइस, फिर पनि स्वागत छ मेरो ब्लगमा। यता देख्न सक्नुहुन्छ आज हामी यता पार्टी गरिरहेछौँ। आज हाम्रो यता मासु बन्दैछ। यता देख्न सक्नुहुन्छ यता दाइले मस्त पारा चिल पारामा यता मासु बनाउँदै हुनुहुन्छ। बाँकी तपाईले हाल्नु के अलि तल मान्छे देख्दैन तल गर्नु न, अलि तल होइन के यसरी हो निचार्ने भयो निकालिदिन्छु म राम्रोसँग ननिचारेको। गरम मसला चिसो मसला सबजना बेसार हालेकै छैन, धेरै नहालेर बेसार बढ्दैन हो। पर्छ कहाँ नपर्छ बस 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 रे बबुआ। बेसार हालेको छैन, बेसार लिएर आउन। ल है, यहाँ चाहिँ हाम्रो यो धनिया, यता चाहिँ यो चिउराहरू पनि छ, सब चिउरा यो चाहिँ। अनि यहाँ चाहिँ यो चाहिँ भुजा, चिउरा अनि बियर। सबैजना कति हो त, 1 2 3वटा छ। अनि खाने मान्छेहरू चाहिँ यता नि हेर्न सक्नुहुन्छ, सबजना एक्साइटेड। आज क्रिसमसको दिन। यता चाहिँ मासु तयारी हुँदैछ। अर्को ब्लगर उहाँ ब्लग बनाइरहेछ उहाँ चाहिँ। अनि हामी जस्तो अब हेर्ने कामसाम गर्ने। के रे ब्लगरको नाम पावरलोक अफिसियल। यता चाहिँ हुँदैछ सुप हो। त्यसलाई किन फ्याल्नु भनेर हेर त खन्चुवा। ल घाममा खाइदियो खाइदियो खाइदियो। अहिले भप्पै नखा है। अहिले मासु सासु फेरि रुचेन भने म होइन छैन भन्न पाउँदैन फेरि। भएन छैन भन्न पाउन्न फेरि। मलाई थाहा होला नि फेरि। ठिकै हाल, धेरै नहाल, अटेन भने नचलाउ न, झन् मसला ऊ हुन्छ। अनि चटनी पनि छ। अङ्गुर र लड्डु त मेरो